टसिदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत, परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लिडु साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन ज्यूद्वारा भित्री मनको शान्तिमा जोड दिनु सल्लाह। परम पावन ज्यूद्वारा केरलामा बाढी र उत्तराखण्डको वर्षाको कारण भएका आपदाहरूप्रति शोक व्यक्त। सिक्योङद्वारा तिब्बती चिकित्सा र खगोल संस्थान मेन्चिखाङको वार्षिक उत्सवमा सहभागिता। सिक्योङद्वारा पश्चिम बङ्गाल र सिक्किममा तिब्बती बस्तीहरूको भ्रमण। जर्मनका तिब्बती बासिन्दाहरूले जर्मन पोस्ट म्याराथनमा तिब्बतको लागि दौड। तिब्बती भिक्षुहरूले ताइवानमा दुःखद आगो दुर्घटनाको लागि प्रार्थना सेवा आयोजन। अब समाचार विस्तारमा। विश्व धर्मको 8औं संसदले दिएको सन्देशमा तिब्बती आध्यात्मिक गुरु परम पावन दलाई लामा ज्यूले संसदका सदस्यहरूलाई धर्म र धर्मको नाममा कुनै समस्या भए पनि शान्ति र सद्भाव ल्याउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। Making every effort to bring peace, to bring religious harmony, not through some ceremony or something like that, but from heart. So our 8th Parliament of World Religious Conference, I want to share. You really carry very, very important and relevant to today's reality. So please be active. तिब्बती दूतावास कार्यालयका प्रतिनिधि मुटुब छिरिङलाई भारतमा शरणार्थीहरूको लागि एक घर शीर्षकको एक भर्चुअल प्यानलमा आमन्त्रित गरिएको थियो। उहाँले भारतलाई कृतज्ञता व्यक्त गर्दै परम पावन दलाई लामा ज्यूको प्रयास र भारत सरकारको समर्थनले गर्दा निर्वासनमा तिब्बती संस्कृति रहेको छ भन्नुभयो। परम पावन दलाई लामा ज्यूले केरलाको बाढी र उत्तराखण्डमा भारी वर्षाको कारण ज्यान गुमाएकोमा शोक व्यक्त गर्नुभयो। परम पावन ज्यूले दक्षिण भारतीय राज्य केरलाका मुख्यमन्त्री श्री पिनाराई विजयन र उत्तर भारतीय उत्तराखण्डका मुख्यमन्त्री श्री पुष्कर सिंह धामीलाई मृतक परिवारहरूप्रति पत्र लेखी संवेदना व्यक्त गर्नुभयो। यस हप्ता आइतबार मेन्चिखाङको 105 स्थापना दिवस मनाउन आयोजित एक कार्यक्रममा सिजोङ पेम्बा छिरिङले निर्वासनमा मेन्चिखाङको पुनः स्थापना गर्ने परम पावन दलाई लामा ज्यूको दूरदृष्टिलाई प्रकाश पार्नुभयो। सिजोङले मेन्चिखाङलाई निर्वासनको एक अद्वितीय तिब्बती संस्थान रहेको र जसले धेरै उद्देश्यहरू पूरा गरेको र यसको स्थापनापछि उपलब्धिहरूबारे प्रशंसा गर्नुभयो। कार्यक्रममा मेन्चिखाङका धेरै लामो सेवा गर्ने कर्मचारीहरूको सम्मान, संस्थानका मेधावी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूद्वारा परम्परागत नृत्य प्रदर्शन, एक पुस्तक विमोचन र यसको वेबसाइटमा एक नयाँ सेक्सनको उद्घाटन सामेल भएको थियो। पश्चिम बङ्गाल र सिक्किमको तिब्बती समुदायलाई सम्बोधन गर्दै सिजोङ पेम्बा छिरिङले मध्यम मार्ग दृष्टिकोणमा आधारित वार्ताको माध्यमबाट चीन तिब्बत द्वन्द्वको समाधान गर्ने र निर्वासनमा तिब्बती जनताको हेरचाह गर्ने तिब्बती प्रशासनका 2 लक्ष्यहरूको बारेमा बोल्नुभयो। सिक्योङले युवा पुस्तालाई परम पावन ज्यूको दृष्टि जान्नको लागि उहाँको शिक्षाहरू पढ्न आग्रह गर्नुभयो। उनले तिब्बतभित्र चलिरहेको मुद्दाहरूको बारेमा थप कुरा गर्दै केन्द्रीय तिब्बती प्रशासनको कामको बारेमा तिब्बती जनताहरूको शङ्काहरूलाई उत्तर पूर्वोत्तर क्षेत्रको वर्तमान यात्रा, तिब्बती जनतालाई भेट्न र सही स्थिति तथ्याङ्कन र प्रतिबिम्बित गर्ने नीतिहरू र परियोजनाहरूको निर्माणको स्थितिको आकलन गर्ने उद्देश्य थियो। यस हप्ता आइतबार
नर्थ राइन वेस्टफालिया जर्मनीको तिब्बतीहरूले जर्मन पोस्ट म्याराथन बोनमा भाग लिएको थियो। यो जर्मनीको सबैभन्दा ठुलो दौड कार्यक्रमहरूमध्ये एक हो। 4000 भन्दा बढी जर्मन एथलिटहरू, धावकहरू र टिम तिब्बतीहरूको एक समूहले जर्मन सङ्घीय शहर भौन र शहरको अन्य ऐतिहासिक स्थानहरूमा 5 देखि 40 किलोमिटरसम्म पार गरेको थियो। तिब्बतको बारेमा जागरुकता पैदा गर्न, तिब्बतको एकता र समर्थनका लागि जर्मनका जनता र सरकारप्रति कृतज्ञता व्यक्त गर्न र परमबाबु दलाई लामा ज्यूलाई अमेरिकी कङ्ग्रेस स्वर्ण पदक प्रदान गरेको वार्षिक उत्सवको अवसरमा यस कार्यक्रम आयोजना गरेको थियो। ताइवानमा 60 भन्दा बढी तिब्बती बौद्ध भिक्षुहरूले अक्टोबर 14 मा ताइवानको दक्षिणमा रहेको काओसुङ शहरमा 13 तले भवनमा आग लागि हुँदा घाइते भएका र ज्यान गुमाएकाहरूको लागि प्रार्थना गरेको थियो। यस हप्ता मंगलबार तिब्बती बौद्ध भिक्षुहरूले गत वर्ष दुःखद रेल दुर्घटनाको पीडितहरूको लागि प्रार्थना पनि गर्नुभएको थियो, जसमा 46 भन्दा धेरै मानिसहरूको मृत्यु र 41 जना गम्भीर घाइते भएका थिए। हस् त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।